रसिदले सबैजनालाई आज चाहिँ हाम्रो लामा काखा सिक्ने क्रममा चाहिँ होताक चुसुम पढेर सुनाउन गइरहेको छु। होताक या वा ताक भन्ने छ। वा ताक भनेको चाहिँ वा झुन्डिएको अक्षर चाहिँ चुसुम 13 वटा छ। वाको छोटकरी चाहिँ यस्तो हुन्छ, यस्तो जोडी हुन्छ। यो चाहिँ झुन्डिएको अक्षर चाहिँ 13 अक्षरहरू छन्। छन त कुनै ठाउँमा 16 वटा अक्षर पनि देखाएको छ। तर यहाँ चाहिँ मैले चाहिँ यहाँ भेटे अनुसार चाहिँ अहिले सङ्कलितमा चाहिँ 13 को यहाँ पाठमा हालेको छु। तर जति भए पनि पढ्ने तरिका चाहिँ उयो हो। त्यसबाट आउने उच्चारणमा केही फरक हुँदैन। मूल अक्षर जे छ त्यही हुन्छ। यहाँ हेर्नुस्, का वतक का, खा वतक खा, का वतक का, न्या वतक न्या, ता वतक ता, चा वतक चा, छा वतक छ, शा वतक शा, सा वतक सा, रा वतक रा, ला वतक ला, शा वतक शा, हा वतक हा। यो उच्चारणमा केही फरक छैन। फेरि म एकचोटि दोहोऱ्याउँछु। यो माथिको यो छोटो सानो यो चाहिँ वा हो। यो वाको छोटो रूप चाहिँ यस्तो हुन्छ। यो होता झुन्डिएको 13 अक्षरहरू हो। ताक ताक भनेको चाहिँ मुनि झुन्डिएको भन्ने सोच्नु पर्यो। यहाँ हेर्नुहोस् है त, का वतक का, खा वतक खा, का वतक का, न्या वतक न्या, ता वतक ता, चा वतक चा, छ वतक छ, शा वतक शा, सा वतक सा, रा वतक रा, ला वतक ला, शा वतक शा, हा वतक हा। यो झुन्डायो भने नि यसको उच्चारणमा चाहिँ पढ्नेमा चाहिँ केही फरक हुँदैन, तर अर्थ चाहिँ फरक हुन्छन्। वातक अहिले चाहिँ वा झुन्ड्याएकोले वातक। पेरच्योत भनेको छु। पेरच्योत भन्ने उदाहरणहरू हेर्नुहोस्। कए हेलो सम्बोधनमा प्रयोग गरिने शब्द। यो कए भने हामीले हेलो भने चाहिँ हाम्रो टिबेटन भाषामा चाहिँ कए भनिन्छ। कए भने हेलो भने चाहिँ इङ्ग्लिसमा हेलो भन्छ नि हाम्रो, त्यसले चाहिँ कए भन्छ। सम्बोधनमा प्रयोग गरिने शब्द। सम्बोधन भनेको चाहिँ बोलाउने अर्थमा प्रयोग गरिने शब्द। कवा कावा, पछु ता, सोकी, टलवादन यानी नापर्की, मिङ, गाई बस्तु र घोडा आदिको निधार र नाक बिचको सेतो भाग, त्यसले चाहिँ कवा भन्छ रे, कवा भन्छ। न्यारिल न्यारिल भनेको चाहिँ पिरौलाको मासु, हाम्रो खुट्टाको पिरौला, घुँडादेखि मुनिको त्यो मासु धेरै भएको भाग, त्यो भागको पछाडि भाग, खुट्टाको पछाडि भागको मासुलाई चाहिँ हाम्रो न्यारिल भन्छ। न्यारिल भनेको चाहिँ पिरौलाको मासु। अब यो तठुक भनेको चाहिँ टुरो, बाबुआमा चाँडै मरेको अनि बुवाआमाबाट टाढा भएको जस बुवाआमा बिन। अब यो खत भनेको चाहिँ काग रे, खत काग। छ भने नुन, छको नुनको धकचक अथवा स्पेलिङ चाहिँ यस्तो हुन्छ। छमा होसो भएको छ भने नुन। स भने सिस्नुले चाहिँ स भन्छ। लवा भनेको उनीको कम्बल, उनीबाट बनेको कम्बललाई चाहिँ लवा भनिन्छ। अनि हसङ भनेको उपाध्याय। हाम्रो यो चाहिँ खास गरी भारतवर्षमा प्रयोग हुन्छ रे यो उपाध्याय। अनि
च भने पशुले खानेकुरा घाँस, यो त च भनेको घाँस हो, ग्रास। च स्यामो, स्यामो यो टोपी, इङ्ग्लिसमा हेड क्याप भन्ने छ, स्यामो। राचो, राचो भने सिङ, सिङ राचो। अनि स्यावा, स्यावा भनेको चाहिँ हरिण, स्यावा भनेको चाहिँ हरिण। अब यो धारानी मन्त्र पढ्दाखेरि चाहिँ अलिकति फरक हुन्छ। धारानी मन्त्र भनेको चाहिँ अब हाम्रो झुङाहरू हो, झुङाहरू पढ्दाखेरि अलिक फरक हुन्छ, यहाँ हेर्नुहोस् है त। अब झुङा पढ्दाखेरि चाहिँ हामीले यसले चाहिँ नेपाली जस्तै यसलाई का वा छ भने क्वा भन्नु पर्दैन, क्वा ख्वा ग्वा भन्नु पर्नु पर्यो। न्वा द्वा च्वा छ्वा स्वा स्वा र्वा ल्वा ल्वा स्वा ख्वा ख्वा क्वा क्वा ख्वा ग्वा न्वा द्वा च्वा छ्वा स्वा स्वा र्वा ल्वा स्वा ख्वा। अब यो दुईटा उदाहरण पनि मैले दिएको छु यहाँ। क्वाचना, क्वचना, क्वचना भनेको चाहिँ घाङ्ना भने छ, कोही कहीँ भने क्वचना, क्वचना भने चाहिँ। झोला, झोला भने बारवा हम मे, बारवा बाल्नु वा आगो, झोला भनेको चाहिँ। क्वचना घाङ्ना कोही कहीँ, झोला बारवा हम मे, बाल्नु वा आगो। यसरी अब हामीले पढ्नुपर्ने अलि पहिलेको र संस्कृतसँग मिलाउँदाखेरि चाहिँ संस्कृत भाषाको श्लोकसँग मिलाएर पढ्दाखेरि चाहिँ यसरी हाम्रो झुङाको पढ्ने तरिकाहरू यसरी पढ्नुपर्छ। यसरी पढेमा चाहिँ अर्थ पनि आउँछ र पढेको पनि बुझ्छ। अनि त्यसकारण तपाईँहरूले पनि यी मैले पढाएको अनुसार एकचोटि पढेर हेर्नुहोस् र त्यसबाट अर्थ निस्किने छ र बुझ्ने पनि छ। यति भन्दै आजको पाठ चाहिँ यतिमा राख्छु। धन्यवाद।